कुमारको घर यही हो? कुमार होइन, कुमार विक्रम सिंह। अरे भाइ, तपाईँहरूको लागि होला त्यो सिंह, बाघ, चितुवा। मेरो लागि त त्यो बिरालो हो, बिरालो। गाउँमा हामी कुस्ती खेल्दा कहिले जित्न सकेन त्यसले मलाई। अरे भेटाउनुहोस् न त्यसलाई। के कामको लागि आउनुभयो तपाईँहरू? तपाईँ पनि गजब गर्नुहुन्छ बा। जागिर खाना आएको जस्तो अन्तर्वार्ता त नलिनुहोस् न हाम्रो। कुमारको छोरीको बिहाको निम्तो पाइयो, अनि गाउँबाट खाली हात के आउने भनेर गाउँको सामान लिएर आइयो। ल जानुस्। ल ल खोल्नुहोस् खोल्नुहोस्। कुमारको घर जान पनि त्यस्तो हो बहिनी। ओहो, हेर त बहिनी। राम 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 राम। यो घर हो कि दरबार हो? कुमारीले बेलेमा गाउँ छोडेर गरेछ है गरेछ। अनि दाई, घरमा त कोही पनि देखिँदैनन् नि। ठुला मान्छेहरू त्यसै कहाँ निस्कन्छन्? खबर गरेपछि मात्रै आउँछन्। पख म बोलाउँछु। कुमार, ए कुमार, भाउजू, ए भाउजू। ओहो, राजा बाबु तपाईँ? ढोक है भाउजू। नमस्ते। के गर्नु भयो तपाईँहरूले? तपाईँहरू आउने थाहा पाएको भए त म तपाईँहरूलाई लिन बस स्ट्यान्डमा गाडी पठाइदिन्थेँ नि। के को गाडी साडी नि भाउजू? 1-2 घण्टाको बाटोमा पनि कोही गाडी चढ्छ? हामी त हिँडेरै आयौं, फेरि पैसा पनि तिर्नु परेन। अनि यिनी पनि सर कहिले आएकी थिएनन्, बाटो भरि सर देखाउँदै ल्याए। ए, यिनै हुन् स्मृति? मैले त यिनलाई देखेकै थिइनँ। कसरी देख्ने त भाउजू? तपाईहरूले गाउँ छोड्दा यिनी जन्मेकै थिएनन्। किन उभिरहनु भएको? बसौँ न। भाउजू छोरीको बिहाको लागि गाउँबाट सगुन ल्याइदिएको। कहाँ राखौँ यसलाई? कति धेरै दुःख गर्नु भएको। रामो। हजुर म्याडम। यो सामान लिएर जाऊ त। हस्। आफ्नै बारीको केरा हो रामो, राम्रोसँग लिएर जाऊ। हुन्छ। अनि साहबलाई भनिदिनु गाउँबाट राजा बाबु आउनु भएको छ भनेर। भाउजू, कुमार घरमै छ? हेर आदित्य, अब तिमी यो घरको ज्वाइँ बन्दैछौ, त्यसैले सानातिना मान्छेहरूको संगतले तिमीलाई शोभा दिँदैन। यस ड्याडी, मैले यो कुरालाई राम्ररी बुझेको छु। यसैले अब म चाहन्न कि कुमार, कुमार मेरो साथी, हेर त तैँले निम्तो के पठाएको थिइस्? म 9 डाँडा छिचोलेर आइपुगेँ। माफ गर कुमार, म सायद गलत समयमा आइपुगेँ होला। के गर्ने, हेर्न मनले नै मानेन। त आफ्नो काम गर, म भित्र भाउजूलाई भेटेर आउँछु। ड्याडी, को हो त्यो मान्छे? पहाडबाट आएको। सानोमा हामी एउटै गाउँमा थियौँ। अनि आन्टी, यहाँ त घरमै पोखरी छ भन्ने सुनेको थिएँ, हेर्न जाउँ? पोखरी? रटलाटी पोखरी होइन, स्विमिङ पुल। यतातिर सहरमा घरमा हुने पोखरीलाई स्विमिङ पुल भनिन्छ, बुझ्यौ? एकछिन है। कोपिला। हजुर म्याडम। मलाई बोलाउनु भयो? हाम्रो स्मृतिलाई यसो बगैँचातिर घुमाइदेऊ न। हस्। पक्न तल म नसमाति त कहाँ छोड्छु र। ल ल ल पक पक पक।
अझै मानव र निकीको राजा बाबु र स्मृतिसँग परिचय भयो? छैन मामु। ल किन नगरे त? गरौँ है गरौँ। दिउँसो ज्वाइँ साहबलाई नचिनेर ढोकभेट गर्न नपाएर झन्डै नर्कको बास भइसकेको। ल चिनाजानी मबाट सुरु गरौँ है त। मेरो नाम राजा, घर मेरो पहाड। म चाहिँ नि तिमीहरूको बुवाको बच्चाको दौतरी। नमस्ते अङ्कल। नमस्ते अङ्कल। नमस्ते। अनि ऊ चाहिँ नि मेरो बहिनी स्मृति। नमस्ते। हाय म निकी। हाई म मानव। नमस्ते। नमस्ते। ओके नमस्ते। अनि कुमार, हाम्रो ज्वाइँ साहबको बारेमा केही जान्न पाइएन? राजा, आदित्य एउटा ठूलो सम्भावना भएको युवक हो। उसको गति हेर्दा मलाई यस्तो लाग्छ अबको केही वर्षभित्रै ऊ यो शहरको सबैभन्दा टप बिजनेसम्यान हुनेछ। मेरो मतलब मलाई पनि हराउँछ। कस्तो कुरा गर्नुहुन्छ ड्याडी? हजुरलाई पनि बिजनेसमा कसैले हराउन सक्छ र? बाई द वे, हाम्रो राजा अङ्कल चाहिँ के बिजनेस गर्नुहुन्छ नि? म त एउटा मामुली किसान हो ज्वाइँ साहब। मामुली किसान? त्यस्तै भन्नु पर्यो। साँच्ची राजा बाबु बिहे अगाडि त फर्कनु हुन्न होला नि? होइन नि, त्यस्तो केही छैन भाउजू। तर बीचमा एकचोटि चाहिँ काठमाडौँ जानुपर्छ। मानव के भयो? के होइन निकी, मैले कल्पनामा देख्ने गरेकी परी लाग्छ आज मेरै लागि यो धरतीमा झरी। वाउ, इन्ट्रेस्टिङ। को हो त्यो भागीमानी केटी? सहरको कुन चाहिँ उद्योगपतिको छोरी हो? होइन, ऊ त्यस्तो होइन। हिमालय पर्वतबाट बग्ने हिम नदी जस्तै पहाडकी छोरी हो। कहीँ तैले स्मृतिलाई त मन पराउन थालिनस्? ठिक भनिस् तैँले। ओके, गुड नाइट। बाबु गाउँ फर्कने बेलामा काठमाडौँ जानुभयो, भइहाल्थ्यो नि? होइन भाउजू, ठिक छ, 2-3 दिनको कुरा त हो नि, आइहाल्छु नि। स्मृति, ल म गएँ। भाउजूलाई कामकाजमा सहयोग गर्नु है। दाइ यसबाट केही भुल भयो भने माफ गरिदिनु होला। हेर्नुहोस्, म कतै जानु परे कि यो रोइहाल्छ। बाबु समान दाईसँग छुटिनु पर्दा आँसु त खसिहाल्छ नि। अहिले तिमी मसँग छुटिँदाखेरि रुन्छौ, भोलि हामी गाउँ जाँदा यो घरसँग छुटिनु पर्दाखेरि तिमी रुनेछौ। त्यति माया मिल्छ तिमीलाई यो घरमा। बस बहिनी, हस्त म जान्छु। अङ्कल, राम्रोसँग जानु है बाटोमा। ल यो के गरे कि? हामी पनि तिम्रै मान्छे होइनौ र? तिमीले अलिकति पनि न्यास्रो मान्नु पर्दैन, बुझ्यौ? न्यास्रो लाग्यो भने घुम्न निस्कदा भइहाल्छ नि। घुमाउन मानव छँदैछ। निक्की र म सपिङ जान्छौ अनि मानवले तिमीलाई घुमाइदिन्छ।
आहा कस्तो राम्रो। यो पोखराको सबभन्दा ठुलो र सुन्दर ताल हो फेवा ताल र तालको बिचमा रहेको त्यो मन्दिर चाहिँ तालबारा है जाने हो हुन्छ। स्मृति यो मेरो तर्फबाट तिमीलाई उपहार के छ यसमा? आफै खोलेर हेर न। मुना मदन? पढेकी छेउ इट्स अ ग्रेट लभ स्टोरी। बिचारी मुना मदनको वियोगमा कति रुन्छ हगे। म त जीवनमा कसैसँग पनि माया गाँस्दिन। माया गाँस्दिन रे? किन? माया गाँसेपछि मुना मदन जस्तै बिछोड भयो भने माया पनि गाँस्छु भनेर गाँसिन्छ त त्यो त आफै हुन्छ थाहै नपाइकन कतिखेर मनभित्र सजिन्छ पत्तै छैन। हे भगवान जसरी भए पनि स्मृतिको मनमा मेरो लागि प्रेम जगाइदेऊ। मैले अहिलेसम्म जिन्दगीमा स्मृति बाहेक कोही पनि मन पराएको छैन। ऊ मेरो पहिलो प्रेम हो भगवान। तपाईँले भगवानसँग के माग्नुभयो? म यो केटीलाई असाध्यै मन पराउँछु। उसको मनमा पनि मेरो लागि माया जगाइदिनुहोस् भनेर मागे। को केटी हो त्यो? छेउटी तिमी जस्तै। ल बधाई छ तपाईँलाई। बधाई छ? एकदमै सही टाइम छ, यही बेलामा प्रपोज गर। बेस्ट अफ लक स्मृति। स्मृति आई लभ पोखरा। पोखरबाट देखिने माछा पुछ्रे हिमाल, अन्नपूर्ण हिमाल, फेवाताल। आई लभ पोखरा। शिट मानव अब जाने होइन? के भयो? के होइन